안녕하세요 여러분. आज हामी पढ्दैछौं लेसन 47 मा रहेको यानान अफ वा यामसिक भनेको चाहिँ समुद्री किनारामा माछा मार्ने कार्य र माछा पालन भने त्यसमा रहेको छ मूलभावमा व्याकरणमा बीएसटी प्लस नन्तोगान ने अवधि र गिरो आधा ने निदो गर्नु भने नन्तोगान भनेको बीएसटी प्लस नन्तोगान भनेको ने अवधि भरि अथवा कुनै अवधिभरि नै त्यही एक काम गर्दा एउटै समयमा केही काम गरिरहेको अवस्थामा चाहिँ के गरिन्छ एउटै काम गरिरहेको अवस्थामा के गरिन्छ नन्तोगानको प्रयोग गरिन्छ खुमुल्लो हो रो र उरोमा चाहिँ अपवाद भए तापनि के भयो अब चाहिँ र आएको बेलामा चाहिँ के गरिन्छ रोको प्रयोग गरिन्छ खुमुल्लो मुल्खगिल छाम्नान्तोगाने फारामी माने कुरा छ जालीमा माछा समातिरहेको अवधिभरि चाहिँ के भयो हावाहुरी चाहिँ धेरै चलिरहेको थियो छागबुल हानन्तोगान काम गर्ने अवधिभरि चाहिँ के गर्ने त पोहगु भनेको सुरक्षा औजार हो सुरक्षित उपकरणहरूलाई चाहिँ छागङ ह्या आउँदा अनिवार्य रूपमा के गर्नुपर्छ प्रयोग गर्नु पर्दछ भने हाम्रो सारको ग्रामरमा बीएसटी प्लस गिरो आधा ने निदो गर्नु बाट गिरो सुन्दा ने निदो भयो निदो चाहिँ अहिले गर्यो हो गरिसक्यो भने काम गर्न चाहिँ बाँकी छ कुनै काम गर्न निर्णय भइसकेको तर के रहेछ तर काम गर्न बाँकी रहेछ हो रहन्छ भने हाङ्गुहरू खुङ्गु आगिरेसु हेसयो कोरियन भाषा चाहिँ पढ्ने निदो गरे हो तर पढेको चाहिँ छैन भने उरिनन थाउँदारे हामी चाहिँ अर्को महिना चाहिँ एहेङ्गुल खागिरेसयो हामीले चाहिँ अर्को महिना के गरे भ्रमण जाने निदो गरे ल स्क्रिनशट गर्नुस्